हामी झोरको यात्रामा छौँ। हामी 4 जना साथीहरू भएर जाँदैछौँ। हेर्न सक्नुहुन्छ यहाँको भ्यू एकदम राम्रो भ्यू छ यता चाहिँ। ल तरकारी यहाँ फलिरहेको रहेछ टक्क। तरकारीहरू फलिरहेको छ। फुलहरू पनि ल आकाश एउटा लैदिनु पर्ने भयो। आकाश त्यो साल्लो पोखरीको सिन चाहिँ दामी छ है। अलिकति ओह्रालो के हेर्नु त फोटो खिच्ने खाजा चाहिँ यहाँ पाइन्छ ल। यस्तै ठाडो गएको थियो कि शनिबार हिँड्नु पर्ने भयो कि हामी टक्क कहिले काहीँ। शनिबार त मिल्दैन, बिदा हुन्छ त हाम्रो त बुधबार मिलाएर ल हामी झोरतिर यहाँबाट लाग्दैछौँ। पर्दिनै नआएर हाम्रो स्पोन्सरै ल है हामी श्री बौडेश्वर महादेव ल आइपुगेका छौँ। भित्र गुफा छ, गुफातिर त गइन्न हामी। ल झरना त झरिरहेको त कति सानो हो। ल यो कुरा चाहिँ तपाईँहरूले अलि मान्नुपर्ने हुन्छ यहाँ। सत्यम ओम शिवम सुन्दरम यस पवित्र तीर्थस्थलमा श्री बौडेश्वर महादेवको झरनामा पाल्नुहुने भक्तजनहरूको सहयोगबाट निर्मित पुल तथा मन्दिर प्रवेशद्वारलाई यो अहिले हाम्रो यो झरना सुकेर एकदम कम झरिरहेको छ। झरना झोरको झरना चाहिँ यही हो है। सबैले हेरौँ यहाँभित्र चाहिँ गुफा छ, भित्रै जान मिल्छ त्यहाँ। यो गुफा हो अनि यता मन्दिरहरू भयो। त्यहाँ पहिला मन्दिर छ त्यहाँ। हाम्रो साथीहरू चाहिँ फोटो सेसन चलिरहेको उता।